तपाईको आफ्नै घर बनाउने सपना अब पूरा हुन सक्छ किनकि हामीले लिएर आएका छौं आजको भिडियोमा एक आकर्षक घडेरी त्यो पनि सस्तो मूल्यमा। यो घडेरी सस्तो मूल्य भएकोले सबैको चासोको विषयमा परेको छ। आदरणीय दर्शकबिनहरू ढिला नगर्नुहोला। भिडियोमा जानु पूर्व आदरणीय दर्शकबिनहरू तपाईलाई छोटो यो घडेरी देखाउँछु अनि यसका बारेमा तपाईलाई भन्छु। बाटो 10 मिटरको टक्कै जग्गा यो भाइ नाला साला सब बनिसकेको हेर्नुस् ल यहाँदेखि ल्याएर सर्लक्क यसको साथ गयो त्यहाँसम्म हेर्नुस् ल यहाँको आँटसम्म अगाडि चाहिँ एकदम नापेर 12 मिटर जग्गा सर्लक्क पछाडि लास्ट पोल उ त्यहाँ जहाँ पानीको आखिरी किनारा छ त्यहाँसम्म चाहिँ एक कट्टा जग्गा एकदम प्राइम लोकेसनमा। आदरणीय दर्शकबिन हार्दिक नमस्कार। म हुँ तपाईहरुकै आफ्नै मान्छे एसपी माथुर। सदाका दिन जस्तै आज पनि हामीले एउटा आकर्षक शानदार घडेरी लिएर आइसकेका छौं तपाईहरुको माझमा। तपाई पहिलो पटक आज हामीलाई हेर्दै हुनुहुन्छ भने यो हो आदरणीय दर्शकबिनहरू देखुरी अनलाइन टिभी। देखुरी अनलाइन टिभीमा हामीले सधैँ झै सस्तो र आकर्षक घर घडेरी जग्गाका भिडियोहरू हालिरहेका हुन्छौं। यदि तपाईको पनि घर घडेरी बिक्री भएको छैन भने तपाईले हामीलाई सम्झन सक्नुहुन्छ। हामीले तपाईको घर घडेरीको विज्ञापन निशुल्क रूपमा गरिदिरहेका छौं जसका लागि तपाईले कहीँ कतै कसैलाई शुल्क तिर्नु पर्दैन र तपाईले दलालहरू मार्फत पनि जोगिन सक्नुहुन्छ र तपाईले हामीसँग जोडिएर काम कारोबार गर्नुभयो भने तपाईको घर छिटो तपाईको घर जग्गाहरू छिटो भन्दा छिटो बिक्री भएर आउने सम्भावना बढेर आउँछ किनकि यहाँ लिने र दिने बीच मात्रै सम्बन्ध हुने गर्छ। दलालहरूसँग तपाईहरुले दलालहरूलाई कुनै पनि दलालहरूलाई कमिसन तिर्नु पर्दैन किन्नेले पनि र बेच्नेले पनि। त्यसकारण तपाईले हामीलाई सम्झन सक्नुहुन्छ। अब लागौ आदरणीय दर्शकबिनहरू आजको घडेरीतर्फ। घडेरी आदरणीय दर्शकबिनहरू रहेको छ कोहलपुर नगरपालिका 9 पिपरी कौशल्या मेमोरियल हस्पिटल नेर। यो आदरणीय दर्शकबिनहरू कोहलपुरमा रहेको कोहलपुर नगरपालिका वार्ड नम्बर 9 कौशल्या मेमोरियल हस्पिटल भन्दा ठ्याक्कै 150 मिटर पछाडि रहेको छ आजको घडेरी। हामी यहाँहरुलाई भिडियो देखाइरहेका छौं हेर्न सक्नुहुन्छ। हामी तपाईलाई ब्याकग्राउन्डमा देखाइ पनि रहेका छौं हेर्न सक्नुहुन्छ। आदरणीय दर्शकबिनहरू कौशल्या मेमोरियल हस्पिटलको ठ्याक्कै 150 मिटर पछाडि रहेको यो 12 मिटरको हाइफाई बाटो भएको छ। दुई तर्फा बाटो भएको छ। यहाँहरुलाई म जानकारी गराइरहेको छु आदरणीय दर्शकबिनहरू। यस जग्गाको क्षेत्रफल रहेको छ आदरणीय दर्शकबिनहरू यसको मोहडा अगाडिको भाग रहेको छ 12 मिटरको फराकिलो रहेको छ है। 12 मिटरको यसको मोहडा रहेको छ भने पिछोडा यसको लम्बाइ जुन रहेको छ यो चाहिँ 29 मिटरको रहेको छ है। 29 मिटर लम्बाइ पिछोडा भएको र अगाडिको भाग चाहिँ तपाईको 12 मिटर रहेको छ। यसको क्षेत्रफल जम्मा जम्मी 1 कट्ठा रहेको छ आदरणीय दर्शकबिनहरू। पुरै 1 कट्ठा बिक्रीमा राखिएको छ। मूल्य म तपाईहरुलाई भनि नै छु। यहाँले टाइटलमा हेरि नै सक्नु भएको छ थम्बनेलमा पनि हेरि नै सक्नु भएको छ है। म भन्छु नै र तपाईले सिधै साउजीलाई सम्पर्क गर्नु पर्ने छ यस जग्गाका लागि। मलाई सम्पर्क गरेर फाइदा छैन किनकि मैले भनेको जानकारी दिने मात्रै हो। यस जग्गामा आदरणीय दर्शकबिनहरू के सेवा सुविधा रहेका छन् यहाँहरुले जानकारी लिनु पर्छ। उत्सुकता पनि भइरहेको होला यहाँहरुलाई। यहाँ तपाईले आदरणीय दर्शकबिनहरू सिंचाइको सुविधा पाउन सक्नुहुन्छ। पानी बिजुली को सेवा सुविधा पाउन सक्नुहुन्छ। नजिकमा तपाईले विद्यालयको सेवा सुविधा रहेको छ। हस्पिटल त तपाईको अगाडि 150 मिटर भइहाल्यो है। यस जग्गादेखि 150 मिटर मात्र दूरमा रहेको छ हस्पिटल। हस्पिटलको त के कुरा गर्नु सम्पूर्ण चीजले भरिपूर्ण ठाउँ यो है। एउटा समथर ठाउँ हो तराईको ठाउँ। हस्पिटल शिक्षा स्वास्थ्य सेवा सम्पूर्ण रूपले बाटोघाटो सम्पूर्ण रूपले सेवा सुविधा सम्पन्न शक्तिशाली यो घडेरी तपाईले लिन सक्नुहुन्छ आदरणीय दर्शकबिनहरू। यसको मूल्य राखिएको छ 3 लाख धुर प्रति धुर 3 लाख यसको धुर राखिएको छ। जग्गाको मूल्य राखिएको छ।
जग्गा जम्मा 1 कट्ठा रहेको छ र मूल्य राखिएको छ 3 लाख प्रति धुर यसको मूल्य राखिएको छ। आदरणीय दर्शकबिनहरू, यहाँले डाइरेक्ट साउजीलाई कन्ट्याक्ट गर्ने, साउजीसँग लिने। मैले लिने पनि होइन, दिने पनि होइन, बेच्ने पनि होइन, मैले यहाँहरूलाई सदाका दिनमा भनिरहेको हुन्छु। यहाँहरूलाई यति म जानकारी गराउँछु। आदरणीय दर्शकबिनहरू, धेरैले सोचेका हुन्छन् घर कहिले बनाउने, हाम्रो सपना कहिले पुरा होला भन्ने धेरैको सपना हुन्छ। त्यसकारण आदरणीय दर्शकबिनहरू, तपाईसँग पनि अलिकति बजेट छ, तपाईसँग अलिकति पैसा छ भने तपाईले यो आकर्षक सुन्दर ठाउँमा सम्पूर्ण रूपले भरिपूर्ण ठाउँ भएको यो कोहलपुर 9 पिपरीमा रहेको यो घरेरी तपाईले लिन सक्नुहुन्छ। अब सपना पूरा गर्ने बेला आएको छ। आदरणीय दर्शकबिनहरू, यो कोहलपुर 9 मा यस्तो आकर्षक घरेरी, त्यो पनि सस्तो मूल्यमा, जो पायो त्यसले पाउँदैन। यहाँ सबैले नजर लगाइरहेका छन्, सबैको चासोको विषय बनेको छ। यदि तपाईलाई आवश्यक छ भने छिटो भन्दा छिटो साउजीलाई सम्पर्क गर्नुहोस् र यो घर आफ्नो बनाउनुहोस्। तपाईले कुनै दलाललाई, कुनै दलालहरू मार्फत कन्ट्याक्ट गर्नु पर्दैन, डाइरेक्ट साउजीलाई कन्ट्याक्ट गर्ने र साउजीसँग लिने। साउजीको नम्बर म तपाईलाई सदाका दिनमा जस्तै आज पनि भिडियोको तल डिस्क्रिप्सनमा राखिदिएको छु, हेर्न सक्नुहुन्छ। यहाँले आदरणीय दर्शकबिनहरू, भिडियोको तल डिस्क्रिप्सनमा है त्यहाँ मोर भन्ने अप्सन हुन्छ, त्यहाँ गएर हेर्दाखेरि तपाईले भेट्न सक्नुहुन्छ। कतिपयले साउजीको नम्बर डिस्क्रिप्सन बक्स भन्ने नि थाहा हुँदैन होला, कतिपयलाई चाहिँ ठ्याक्क भिडियोको तल त्यहाँ जानकारी हामीले दिएका हुन्छौँ, त्यहाँ तपाईले पाउन सक्नुहुन्छ। यदि तपाईसँग पनि कुनै पनि प्रकारका घर घरेलु जग्गाहरू बेच्नुपर्ने छ भने तपाईले हामीलाई WhatsAppमा सम्पर्क गर्न सक्नुहुन्छ। तपाईको भिडियो क्लियर रूपमा हुनुपर्ने छ। तपाईले बेच्न खोजेको जग्गा, तपाईले बेच्न खोजेको प्रपर्टी के हो स्पष्ट रूपमा देखिनु हुनुपर्छ। कमसे कम पनि 2 देखि 3 मिनेटसम्म सकाइसक्नु होला। त्यो भित्रमा तपाईले त्यहाँ के छन् सेवा सुविधाहरू जानकारी सम्पूर्ण हामीलाई WhatsApp गर्नु होला। हामी तपाईको भिडियो निशुल्क प्रसारण गर्दैछौँ र बेच्न मद्दत गर्नेछौँ। आगामी वर्षमा हामी अर्को नयाँ सस्तो घर घरेरीको भिडियो लिएर आउनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हेर्दै गर्नुहोला हाम्रो देखुन अनलाइन टिभी। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल। बाटो हेर्नुहोस्, हाइवे बाटो मात्र तपाईको 200 मिटर पूर्वतर्फ है। बाटो यता हेर्नुहोस्, यतातिरको पनि यो बाटो एकदम हाइफाई बाटो। यो पनि हजुरको ठुलै बाटो हो, 10 मिटरै 10 मिटरकै बाटो हो यो। अब यो हेर्नुहोस्, बाटो 10 मिटरको टक्कै जग्गा यो भाइ। नालासाला सब बनिसकेको हेर्नुहोस्। ल यहाँदेखि ल्याएर सर्लक्क यसको साथ गयो त्यहाँसम्म हेर्नुहोस्। ल यहाँको आँटसम्म अगाडि चाहिँ एकदम नापेर 12 मिटर जग्गा सर्लक्क। पछाडि लास्ट पोल ऊ त्यहाँ जहाँ पानीको आखिरी किनारा छ त्यहाँसम्म चाहिँ 1 कट्ठा जग्गा एकदम प्राइम लोकेसनमा।